यात्रा तपाईहरुलाई कस्तो लाग्यो? अगाडि बाघ पो निस्क्यो। यो सुन्दरतालाई आँखामा कैद गर्दै हामी अगाडि त बढ्नै पर्यो। नमस्ते अनि स्वागत छ साथीहरु। मेरो यो टाटा ट्रक टन्न सामानले भरिएको छ। आज हामी काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै छौं। आज हामी नेपालको इन्जिनियरिङको नमुना मानिने बीपी राजमार्गमा छौं। बाटो खतरा छ, तर ड्राइभर पनि कच्चा छैन है। आजको मिसन छ सामान समयमै पुर्याउने र आफ्नो ड्राइभिङ स्किल देखाउने। यो हरियो ट्रकमा टन्न सामान लोड गरिएको छ र हाम्रो गन्तव्य अलि टाढा छ। हेरौँ आजको यात्रा कस्तो हुन्छ। अब यो बाटो हेर्नुस् त, कति घुमाउरो। बाटो त कम्मर मर्काएर नाचेको जस्तै छ। ट्रक चलाउनु भनेको पनि एउटा कला हो साथीहरु। त्यसमाथि यस्तो साँघुरो बाटोमा अगाडि एउटा सानो गाडीले मलाई साइड नै दिएन त। ए भाइ, यो ट्रक हो, साइकल होइन। ल बाटो छोडिदियो, नत्र सामान भन्दा पहिला तिमीलाई नै डेलिभरी गरिदिउला नि भन्दिए। यहाँ ओभरटेक गर्दा हिरो बन्न खोज्यो भने सिधै जिरो पाए हुन्छ। मेरो खलासी भाइ चाहिँ अघिदेखि दाइ बिस्तारै, मलाई अझै बिहे गर्नु छ भन्दै पाइ कराउँछ। यसलाई के थाहा यो ड्राइभरको स्टियरिङमा कति दम छ भन्ने। कति मनमोहक दृश्य। हरियाली पहाडहरूले हामीलाई स्वागत गरिरहेका छन्। यो बीपी राजमार्गको सबैभन्दा ठुलो विशेषता नै यही हो। यहाँ यात्रा गर्दा थकान होइन, आनन्द महसुस हुन्छ। स्वच्छ हावा, सल्लाहका रुखहरू र पर क्षितिजमा देखिने ती सेता हिमालहरू। लाग्छ हामी कुनै गेममा होइन, स्वर्गको कुनै टुक्रामा गाडी चलाइरहेका छौँ। प्रकृति हाम्रो सम्पत्ति हो साथीहरू। यो बाटो बनाउँदा पनि वातावरणलाई सकेसम्म जोगाउने प्रयास गरिएको छ। पहाडका भित्ताहरूमा रोपिएका यी घाँस र बिरुवाहरूले पहिरो रोक्न मात्र होइन, बाटोलाई सुन्दर बनाउन पनि ठुलो मद्दत गरेका छन्। हामीले पनि यात्रा गर्दा बाटोमा फोहोर फाल्नु हुँदैन है। प्रकृति हाँसे मात्र हामी हाँस्न सक्छौँ। यो ट्रकमा मैले यति धेरै सामान हालेको छु कि लाग्छ पुरै काठमाडौँ शहर नै यही ट्रकभित्र छ। ओहो, यो मोडमा त गाडी होइन, मान्छेको मन पनि घुम्छ होइन त। Oh my God! मेरो प्यारो ट्रकको त अगाडिको हुलिया नै बिग्रियो। बाटो चिप्लो रहेछ, अलि स्पिड बढी भयो जस्तो छ। साथीहरू, यही हो गल्ती। 1 सेकेन्डको लापरवाहीले यस्तो हुन्छ। गेममै भए पनि मन त दुख्यो नि, तर हार मान्नु हुँदैन। अलिअलि मर्मत गरेर भए पनि अघि बढ्नुपर्छ। हेर्नु साथीहरू, यो दुर्घटनाबाट हामीले के सिक्नुपर्छ भने पहाडी बाटोमा स्पिड जहिले पनि नियन्त्रणमा राख्नुपर्छ। हतार गर्नेको जहिले पनि यस्तै हविगत हुन्छ। त्यसैले सुरक्षित रहनुस्, अरूलाई पनि सुरक्षित राख्नुस्। अब बिस्तारै अगाडि बढौँ। अगाडि एउटा चिया पसल देखियो। मन त थियो रोक्न, तर साउजीले सामान ढिलो भयो भने पैसा काट्छु भनेको छ। गफै गफमा कति चाँडो सिन्धुली पो आइपुगिसकेको छ गाइस। ल चाँदी चाहिँ टल्किने हाम्रा गौरव हिमालहरू। हेर्नुको मजा नै छुट्टै छ नि होइन त। बीपी राजमार्गको यो घुम्तीबाट देखिने हिमालको दृश्यले त मनै लोभ्यायो मेरो त। म त ट्रक चलाउनै बिर्सिएर हिमाल हेर्नुमै पो हराएछु। अगाडि सगरमाथा हो कि गणेश हिमाल, जे होस् नेपालको सान भनेकै यही त हो नि, होइन त साथी हो। जाडो महिनामा यो राजमार्गबाट झन् स्पष्ट र सेताम्मे हिमालहरू पो देखिने रहेछ त यार। बीपी राजमार्गले तराई र पहाडलाई मात्र जोड्दैन है गाइस, यसले हामीलाई यी हिम श्रृङ्खलाहरूसँग पनि नजिक गराउँछ नि। तपाईहरूले प्रकृतिको यस्तो वरदान सायदै संसारको अरू कुनै बाटोमा देख्न पाउनुहुन्न होला है। हिमाल त टल्किरहेको छ, तर मेरो ट्रकको हेडलाइट चाहिँ धुलोले गर्दा टल्किनै छोडिसक्यो। भने यो चिसो हावा र हिमाल देखेपछि त मेरो खलासी भाइले पनि दाइ यतै घर बनाएर बसौँ भन्दैछ। यसलाई कसले सम्झाउने? घर बनाउन पैसा चाहिन्छ र पैसा कमाउन काम गर्नै पर्छ भनेर। ल है साथीहरू, हिमाललाई एउटा सलाम ठोकेर हामी अगाडि बढौँ। अघि ट्रक दुर्घटना हुँदा जति तनाव भएको थियो, यो शान्त प्रकृति देखेपछि त सबै बिर्सिएँ। बाटोमा ठोक्किँदै लुत्रिँदै भए पनि यो दृश्य हेर्न पाउनु नै ठुलो कुरा हो। त्यसैले भनिन्छ नि, प्रकृति नै सबैभन्दा ठुलो औषधि हो। एकैछिन है त, सुले च्यापेको अवस्था। सुसु गर्न झाडीतिर निस्केको त अगाडि बाघ पो निस्क्यो। यतिकै हतारमा म त गाडीको भएको ठाउँमा पुगेँ। अनि अरू गाडीहरूको नि लाइन देखेर मनमा झनै डर पो लाग्यो। अनि के भयो दाइ, के को लाइन भनेर सोधेको, बाघले मान्छे पो मार्यो रे। अनि म त त्यहाँबाट हिँडिहाकेँ। त्यही भएर ऐक्लै झाडीमा जान हुँदैन है गाइस। कुन बेला कस्तो सिचुएसन आउँछ थाहै हुन्न। ल है साथीहरू, अब सुरु भयो असली परीक्षा। अफरोडको मेरो यो 8 पाङ्ग्रे ट्रकले यो हिलो र ढुङ्गालाई कसरी झेल्छ हेर्दै जानुस्। यो ट्रक चलाउनु र भिरमा डोरी खेल्नु उस्तै हो साथीहरू। बाटोको हालत यस्तो छ, अलिकति मात्र मिस्टेक भयो भने गाडी सुनकोसीमा पुग्छ। साथीहरू, यस्तो कच्ची बाटोमा गाडी चलाउँदा जहिले पनि लो गियरको प्रयोग गर्नुपर्छ। धेरै हतार गऱ्यो भने चक्का चिप्लाउने डर हुन्छ। हिमाल हेर्दै मक्ख परेर हुँदैन। स्टियरिङमा हात र बाटोमा आँखा बलियो बनाउनुपर्छ, नत्र अघि भएको जस्तै दुर्घटना फेरि हुन सक्छ। अब यो अफरोडमा गीत सुन्दै जानुपर्छ है त। यो हरियाली देखेपछि त मेरो ट्रकको इन्जिनले पनि अलि शीतल महसुस गरे होला, नत्र त उकालोमा बिचराको सास नै फुल्न लागिसकेको थियो। यस्तो ठाउँमा त गाडी रोकेर एउटा टिकटक बनाउन मन लाग्ने, तर के गर्नु, सामान डेलिभरीको हतार छ। यो सुन्दरतालाई आँखामा कैद गर्दै हामी अगाडि त बढ्नै पर्यो।
मेरो ट्रक रोड किङ सानै छ बेग्लै हिँडेको छु पहाडमा म त एक्लै एक खलासी भाइ होसियार रहे मोडमा हिमाल हाँस्छ हेर बिपीको रोडमा हिमाल हाँस्छ हेर बिपीको रोडमा पक्की बाटो सकियो अब आयो अफरो हिलो र ढुङ्गामा छ ठुलै लोड उकालोमा इन्जिनले बल गर्छ बाबै हड्डी हल्लाउने बाटो छ है सारै तर मनमा जोस छ पुग्नु छ अगाडि त ठुलो दुर्घटना भएछ लौ न यो कसरी भयो अलि ओभरटेक गर्न खोज्दा यस्तो भएछ जस्तो छ साथीहरू बिपी राजमार्गमा गाडी चलाउँदा एकदमै होसियार हुनुपर्छ हेर्नुस् त गाडीको हालत जे होस् सबै सुरक्षित हुनुहुन्छ होला भन्ने आशा गरौँ दुर्घटना होला नि होस् गरौँ साथी ध्यान भन्दा ठुलो के छ र यो माथि मेरो ट्रक रोड किङ सानै छ बेग्लै ल है बल्ल तल्ल ठोक्किँदै लत्रिँदै हामी सामान पुर्याउने ठाउँमा आइपुग्यौँ साउजीले ट्रकको हालत देख्यो भने त मलाई जागिरबाटै निकाला जस्तो छ साउजी बाटोमा भूतले तर्सायो र ट्रक ठोकियो भनिदिन्छु हिमाल हाँस्छ हेर बिपीको रोडमा हिमाल हाँस्छ हेर बिपीको रोडमा हर्न बजाउँदै रलीभरि दिनमा म त आउँदै सिन्धुलीको आजको यो लामो यात्रा तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट्समा लेख्नुहोला भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब ठोक्नुहोस् अर्को ब्लगमा फेरि भेटौँला बाई बाई